अहिले चाहिँ हामी माई खोला र देवमाई खोलाको सङ्गम स्थलमा छौँ। अहिले चाहिँ यो चाहिँ तर्दै गरेको चाहिँ यो चाहिँ देवमाई खोला। चिसो एकदम चिसो रहेछ पानी, पहाडी हेर चाहिँ जुत्तासँग म यहाँ जाँदैछु। खोला बाइक चाहिँ यहाँ चाहिँ अब खोला तार्न सकिएन, यस्तो बनाएछ। त्यही भएर हाम्रो माई खोला र देवमाई खोलाको सङ्गम स्थल चाहिँ यहाँनिर, यहाँ कहाँ जोडिन्थ्यो, यही कहाँ जोडिन्थ्यो, यस्तो छ अहिले चाहिँ अवस्था। यहाँ जोडिन्थ्यो, यहाँ ड्याम बनाएर माई खोलालाई यो ड्याम बनाएर भित्रभित्र पठाएको छ। अहिले यो चाहिँ यहाँ देखिँदै गरेको माई खोला समुद्र भएको छ। माई खोला अहिले पनि सुकेको छैन, अहिलेसम्म जस्ताको त्यस्तै। यो देखिएको चाहिँ माई खोला। माई खोला निकै ठुलो रहेछ, खर्च पनि ठुलै छ खोला। यो प्योर माई खोला मात्रै छ, अरू खोला जोडिएको छैन, देवमाई जोडिएको छैन। देवमाई यता परको परै बग्दैछ। यता हाम्रो यात्रा निरन्तर छ। यहाँ एउटा रुख यस्तो सुक्खा भएको रुख रहेछ माई खोलाको त्यो अस्तिको बाढीले। अनि हामी चाहिँ यहाँ बाँड्दैछौँ अगाडि बस्दै। हौ यहाँ यस्तो छ है, यात्रा यस्तो छ। बाइक भने चाहिँ पारी पारी अलिअलि कालो देखिँदै गरेको चाहिँ बाइक हो। माई खोला समुद्र भएको छ अहिले पनि। माई खोला ओतमा घिसेर माई खोला टेकियो। चिसो छ एकदम पानी। त्यो चाहिँ आजको हाम्रो यात्रा। ज्ञानभूमि तपोभूमि खत्रक्पा को यो अहिलेको ताजा अवस्था यस्तो छ। यहाँनिर बारहरूको अवस्था यस्तो भइदिएछ। अब यो चाहिँ 16औं राष्ट्रिय विभूति मागुर फाल्गुनन्द अलिङदेनज्यूको ज्ञानभूमि हो। यसलाई संरक्षण, प्रवर्धन, सम्वर्धन गर्नको निमित्त नेपाल सरकार, त्यसै गरी स्थानीय सरकारहरूले यसलाई हेर्नुपर्ने हुन्छ। यसलाई हेरिदिनु भएन अझै राम्रो। यस्तो छ माई खोलाको अवस्था। होइन बाइक तार्दै हुनुहुन्छ यहाँनिर ठेलेर। माई खोलामा ठेल्नुपर्ने अवस्थाहरू पनि सिर्जना हुँदैछ बाइकको, किनकि अब बाटो अहिले छैन त्यो पानीको समस्याले गर्दाखेरि। बाबा त यसो पो गर्नुपर्छ होला। यसो मनसेङको अध्यक्षको पनि युङगुङ लाभा हो हे नालाङ पश्चिम न अमत बिरिन्ने महाबती यहाँ राख्ने। अनि त्यहाँदेखि हुन्छ त बजार यहाँनिर चाहिँ नि प्रोग्राम छ। यहाँ चाहिँ सजिलो यहाँ राख्ने। यहाँ चाहिँ सबसे पहिला खाना चाहिँ कहाँ तपाईँ खाना यही गरौँ कि पानी उगाएर त्यहाँ बनाउनु त बनाएको छ। ड्रम सडम नराख्ने, मजाले बनाइदिने, बरु पानी त्यहाँ राख्ने। जवा याङमान चाहिँ ओके कङ्क्या फल जोक्ने बदलहरू राख्ने, हेरे कि लाने बदलहरू राख्ने। बजारको लागि पनि सक्छ।